सम्पूर्णमा शुभ बिहानी शुभ दिन साथीहरू। हजुरहरू के गर्दै हुनुहुन्छ? सबै सन्चै हुनुहोला, आरामै हुनुहोला है। पनि आरामै छु। ल बिहानको बेलामा मैले त्यसलाई भनेको नि सधैँ तातो पानी खान्छु भनेर। आज मैले अस्ति बिरेन नुन र पानी खाएकी थिएँ। आज चाहिँ हजुरहरूलाई मैले यसरी देखाउँछु। आज म के खाँदैछु हेर्नुहोला। बिहानको मर्निङ टाइममा मैले यसमा तातो पानी राखेँ साथीहरू, तातो पानी। अनि यसमा मैले कागती राखेँ, कागती राखेँ साथीहरू। त्यसपछि मैले मह राख्छु साथीहरू, 1 चम्मच मह। यो मह है, ओरिजिनल मह। ओरिजिनल मह यस्तो हुन्छ साथीहरू, पानीमा हाल्यो भने पनि तलै बस्छ साथीहरू। हेर्नुहोस्, ओरिजिनल मह, प्योर मौरीको अर्ग्यानिक मह नि साथीहरू। यसरी बिहान बिहान मैले 1 चम्मच मह, कागती, तातो पानी सधैँ यसरी खाने गरेकी छु साथीहरू। 1 गिलास बिहान खाली पेटमा पानी, मन तातो पानीमा बिरेन नुन हालेर खान्छु साथीहरू। त्यसको लगभग 10-15 मिनट पछाडि फेरि मैले यसरी 1 चम्मच मह, अनि कागती, फेरि 1 गिलास पानी हाल्छु साथीहरू बिहानको टाइममा। यो खाना लाएको मैले लगभग 1 महिना जति भन्दा बढी नै, बेसी नै भइसक्यो। अहिले मलाई पहिलाको भन्दा एकदम कम्फर्टेबल लागिरहेको छ, एकदम राम्रो लागिरहेको छ, खुसी लागिरहेको छ। मेरो बिहानको टाइममा पानी मैले यसरी पिन्छु चियाको रूपमा साथीहरू। चियाको रूपमा चिया खानुहुन्छ नि जति जोएको साथी, चिया खानुभन्दा यो खानु होला साथीहरू, धेरै फाइदा गर्छ हजुरलाई। अनि मह नभए पनि तातो पानीमा, तातो पानी 1 गिलास 2 गिलास सकेसम्म खानु होला, बहुत राम्रो गर्छ साथीहरू। स्वास्थ्यको लागि एकदम राम्रो गर्छ। म त सधैँ खाने गरेकी छु। हवस् त, धन्यवाद, नमस्कार।